जय मसी सबैजनालाई आजको बिहानी। अनि तपाईँ आज आफ्नो कामको लागि दौडिँदै हुनुहुन्छ होला, आफ्नो केही कुराको लागि कसैलाई फोन गर्दै हुनुहुन्छ होला, मेरो यो गरिदेऊ त्यो गरिदेऊ हैन भन्ने कुरा गर्दै हुनुहुन्छ होला। तर आज कतिजनाको कतिवटा कुराहरू भएको छ, कामहरू भएको छैन होला। तर आजको वचनले परमेश्वर हामीसँग भजन सङ्ग्रह 37 को 5 ले के भन्न चाहन्छ भने हाम्रो निम्ति परमेश्वर बोल्दै हुनुहुन्छ, आफ्नो मार्ग परमप्रभुलाई सुम्पी उहाँमा नै भरोसा राख अनि उहाँले नै यो गर्नुहुनेछ। आमेन। साँच्चै नै यो कुरा चाहिँ हामीले होइन, तर हामी गर्नभन्दा अगाडि नै परमेश्वरमा हामीले प्रार्थनाद्वारा सुम्पिनु पर्ने कुराहरू हुँदो रहेछ। अनि यो चाहिँ हामीले होइन, यो चाहिँ परमप्रभुले गर्नुहुने रहेछ। हाम्रो बल र हाम्रो शक्तिले होइन, हाम्रो क्षमताले होइन, पैसाले होइन, तर यो चाहिँ परमप्रभुले नै गर्नुहुँदो रहेछ हाम्रो निम्ति। अनि आजको वचन अनि हाम्रो निम्ति आशिषित छ। जय